सुरनवालाले नि भर्खरै गर्नुहुन्छ अरे उहाँको भाइ हजुर मेरो के नमस्ते सबैजनालाई म राजु गुरुङ फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा सबैजना सन्चै आराम हुन्छ ल म पनि सन्चै आराम छु यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु साथी हो र भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला आज चाहिँ म गएको थिएँ अड्डो खर्क भन्ने गाउँतिर र अहिले चाहिँ फर्किआएको छु बाटोमा छु भन्न पर्दाखेरि अहिले चाहिँ बिहानको 7:30 भइरह्यो हैन साथी हो अनि यति भन्दै सबैजनालाई चाहिँ मेरो तर्फबाट चाहिँ आजको ह्याप्पी क्रिसमस डे यही भिडियो मार्फत चाहिँ भन्न चाहन्छु म चाहिँ अहिले अधहर्कल मुनि आइसकेँ आबुखैम बजारतिर आइसकेको छु यहाँबाट चाहिँ हल्का हल्का बजार चाहिँ देख्न सकिन्छ तपाईँले हल्का बजारहरू देखिरहेको छ साथी ल हल्का बजारहरू चाहिँ देखिरहेको छ अब म काउन्टरमा जान्छु त्यसपछि एकछिन बसेर चाहिँ घर गएर खाजा खाएर फ्रेस हुन्छ खाजा खाएर भन्नु भने पहिला फ्रेस हुन्छ अनि खाजा खान्छु र आज चाहिँ हामीलाई निम्तो छ के को निम्तो भन्दाखेरि चाहिँ आज चाहिँ जेसस क्राइस्टको अब जन्मदिन सायद जन्मदिन नै होला क्रिसमस डे चाहिँ मनाइन्छ सबैजना होइन हाम्रो इसाई धर्म मान्ने साथीभाइहरूले चाहिँ विश्वभरि नै क्रिसमस डे मनाइन्छ आजको दिन 25 डिसेम्बर त्यसले गर्दा आज हामीलाई साथीहरूले नि इन्भाइट निम्तो आएको छ ल आउनुहोस् है 10 बजेतिर आउनु अनि खानपिन पनि त्यतै हुन्छ र आज रमाइलो हुन्छ भनेर चाहिँ बोलाउनु भएको थियो त्यसले गर्दा चाहिँ हामी चाहिँ आज जाँदैछौँ साथी हो तर जानुभन्दा अगाडि चाहिँ म घर जानेछु फ्रेस हुनेछु खाना खानेछु त्यसपछि फेरि जानेछौँ बाँकी भिडियो चाहिँ म तपाईँलाई त्यहीँ गएर चाहिँ आज देखाउनेछु साथी है त हामी चाहिँ 4 जना भइसकेको छ यहाँ चाहिँ हाम्रो हेलो गाइज हुन्छ म छु अनि यहाँ चाहिँ हाम्रो 2 जना बाहिर हुनुहुन्छ के हामी चाहिँ अब बिहान तपाईँले भनिहाल्यो हाम्रो चाहिँ आज निम्तो छ हाम्रो आज चाहिँ 25 डिसेम्बर हामी चाहिँ निम्तो मान्नको दिनमा चाहिँ क्रिसमस मनाउन हामी चाहिँ एउटा साथी घरमा जानेछौँ होइन त्यहाँ बाटोमा के हुन्छ कसो हुन्छ फुल भिडियो चाहिँ हामी तपाईँलाई दिनेछौँ होइन राजु गुरुङलाई सब्सक्राइब गर्नुहोस् होइन भिडियो मन पऱ्यो लाइक गर्नुहोस् र अरू पनि सेयर गर्नुहोस् है र साथी भिडियो चाहिँ अन्तिम हेर्दै गर्नु ल हामी चाहिँ अब गोर्खातर्फ चाहिँ जाँदैछौँ तपाईँहरूलाई चाहिँ भिडियो फुल भिडियो चाहिँ आज देखाउँछु ल यो चाहिँ ठ्याक्कै यता जमल जिल्ला पर्छ भने अब यो ठ्याक्क पुल आयो होइन यो पुलबाट चाहिँ हामी ठ्याक्क चाहिँ गोर्खा जिल्ला चाहिँ प्रवेश गर्छौँ है साथीहरू यस्तो पुल चाहिँ ठ्याक्कै तपाईँलाई अरू कहाँ देख्नुहुन्छ भने चितवन र तनहुँ जोड्ने ठ्याक्कै मुङ्गिङमा छ होइन यो पुलको साइज र त्यो पुलको साइज चाहिँ एउटै हो है दुईवटा छ सेम साइजको हो तपाईँहरू पनि यो पुल हेर्न आउनुहुन्छ भने अब गरेर आउनुहोस् होइन ल हामी अहिले चाहिँ गोर्खा प्रवेश गऱ्यौँ है साथी ल गोर्खा गेट प्रवेश यो चाहिँ गोर्खा गेट हो फाइनल गाइज हामी चाहिँ आइपुगिहाल्यौँ तुरुन्तै होइन यो चाहिँ हाम्रो दरेगाम हो होइन तल गोर्खाबाट आउने बाटो हो यो भर्खर हामी यो बाटो आयौँ होइन आज चाहिँ यो घरमा यो घरमा चाहिँ हाम्रो हामीले मान्न अनि भर्खर बाइक राइड गरेर भर्खर आउँछ झर्लाको यो हाम्रो भाइहरूको त्यहाँ छन् होइन कस्तो लाग्यो दामी लाग्यो दामी छ है भिउ है हाम्रो दाई हुनुहुन्छ यहाँ दाई चाहिँ गइसक्नु भएको ह्याप्पी क्रिसमस डे है सबैलाई अनि आज चाहिँ हाम्रो मेरी क्रिसमस हो के अरे सबैलाई चाहिँ क्रिसमसको चाहिँ धेरै धेरै शुभकामना छ हामी चाहिँ यति भेट्ला छौँ ल फाइनल गाइज हामी चाहिँ सबैजना आइपुगेछौँ के अरे रतन दाजु जनक भान्जा लक्ष्मण दाजु चाहिँ सबैजना आइसक्यौँ अब आज चाहिँ यहाँ 25 डिसेम्बरको विश्वभरि नै आज क्रिसमस डे मनाइन्छ भनौँ जेसस क्राइस्टको जन्मदिनको उत्सव मानेर चाहिँ क्रिसमस डे मनाइन्छ त्यसले गर्दा चाहिँ हामी यहाँ चाहिँ आज गोर्खा जिल्लाको यो दरेगाउँ भन्ने ठाउँमा चाहिँ आज हामीले
निम्तो मान्न चाहिँ आएको छ है साथीले भिडियो चाहिँ हेर्दै गर्नु ल हामी चाहिँ अब डे बनाउन आएको छ क्रिसमस डे मनाउन आएको छ ल भिडियो चाहिँ हेर्दै ल हामी चाहिँ जाँदैछौँ है भित्र ल निकै नै रमाइलो छ तपाईँ जान्छ हुन्छ अब यतापट्टि सबै साथीभाइहरू दिदीबहिनी चाहिँ अब क्रिसमस मनाएर अब खाँदै हुनुहुन्छ सबै होइन त्यस्तै गरी यता चाहिँ हाम्रो भान्सा छ के अरे हेलो दिदी बहिनी सन्चै के खाँदै हुनुहुन्छ कस्तो छ खाना भन्नुहोस् कस्तो लागिरह त्यही त नि है त नि सन्चै हुनुहुन्छ नि यो एउटा कुरा सोध्न मन लाग्यो सोधौँ तपाईँलाई हो आज जुन हाम्रो 25 डिसेम्बर क्रिसमस डे जुन मनाइन्छ नि यो चाहिँ के को विषयको लागि बनाउँछ यसो त्यो त हो परमेश्वर भन्दाखेरि जन्म उत्सव मनाएको हो कि जन्मोत्सव आज त्यो आज उहाँको जेसस क्राइस्टको चाहिँ आज जन्मदिन होइन हो त्यही त नि त्यही बुझ्न लागेको हो कि मैले आज इन्टरभ्यू ल्याएन मेरो ल फाइनल गाइज हामी चाहिँ अब खाना चाहिँ खान लाग्छ कि हाम्रो आजको जेसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा चाहिँ हामीले 25 डिसेम्बर क्रिसमस डे चाहिँ मनाएर चाहिँ खाना खान लाग्छ है साथी सबैलाई अब हामीले चाहिँ अब गर्न सुरु गर्न लाग्यौँ होइन अब खाना यही हो यो हाम्रो फ्रेस छ होइन अब त्यस्तो छैन तै पनि अब त्यो चाहिँ अर्ग्यानिक होइन ल ल हुन्छ थपेर खान्छ मिठो छ गाई कस्तो हो ल म पनि ट्राई गर्छु है त हामीले चाहिँ अब यहाँ खानासाना खायौँ गएर त्यसपछि खानासाना खाएर चाहिँ अब यसो बाटोमा चाहिँ हामीले एउटा सानो दाजुले चाहिँ एउटा सुटिङ गरौँ भनेको सुटिङ पनि गरियो अब हाम्रो यहाँ भाइहरू चाहिँ एकदम रमाइलो तरकारी चाहिँ सुटिङ हेर्दै हुनुहुन्छु भाइहरू टक्क ल आफ्नो परिचय भनिदियो ल आफ्नो इन्ट्रोडक्सन के ल ल ल ल ल ल तिम्रो 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 अनि हाम्रो नानीहरूको नि काम सुनेर बसिहाल्यो ए हो ल ल ल नेट छ राजुको ब्लग अरे जे यो बिहाल्यो जिएस ल यो भाइले चाहिँ मेरो भर्खरै सब्सक्राइब गरिसक्यो नानीले नि ए उसको हो के अरे तिम्रो नाम परमेश थापा ल परमेश थापाले चाहिँ भर्खरै मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्यो के नाम हो तिम्रो सुरन राणाले नि भर्खरै गर्नुहुन्छ अरे उहाँको पनि मोबाइल चार्ज रहेनछ चार्ज भएपछि चाहिँ अहिले गर्नुहुन्छ होला ल हामी चाहिँ अहिले दरै गाउँको थोरै माथिपट्टि स्कुल के स्कुल हो यो नाम रामसा है रामसा आधारभूत होइन यहाँ चाहिँ एउटा हाम्रो स्कुल छ के अरे रामसा श्री रामसा आधारभूत विद्यालय हाम्रो चाहिँ यहाँ सुटिङ चल्दा चाहिँ हाम्रो भाइ बहिनीहरू चाहिँ टक्क लाएर उहाँदेखि तलदेखि हेर्न आउनुभयो सबैजना भाइ बहिनीहरू ल एकदम रमाइलो भइरह है ल ल एकैछिन है सोरे है ल एउटा डाइरेक्ट सुन्नु हालौँ है त ल भाइ हजुर मेरो के ए खिच है भाइ हजुर यार मेरो चाहिँ बुढी भाइ न तिमीले कन्टिन्यू खिच नि त्यो खिच्नै पर्दैन ल भयो ल भाइ हजुर यार मेरो बुढी कालो भयो भने टेन्सन छ सेतो भयो भने टेन्सन छ यार मलाई त के भन्छ के हो टेन्सन भयो अब कालो भयो भने दुनियाँ छिमेकीले कालो यसको बुढी छ भन्नु टेन्सन अब सेतो छ भन्यो भने सेतो गरेर दुनियाँलाई आँखा लागेर टेन्सन म के गरौँ भन् त
कट गरौँला नि ल सुटिङ पनि भइयो रमाइलो भइरह सुटिङहरू त रमाइलो भयो नि सबलाई हो यस्तो रमाइलो लिनुपर्छ है सबजना ल बिचारेर स्यासेर फ्याबेर पसिना धरि आएछ भाइहरू लिएर होइन पसिना पनि त्यसको मम्मीले कराएर यो आएर हो क्या हामीलाई यसको मम्मीले ओइ गुने हामीलाई यसको मम्मीले कराएन हो ल ल ल बस बस सबले हेर्नुपर्छ तिमी चाहिँ उता किन गएको थियौ यता आउनु यता यता आएर बस यसको दाइले पिट्दैन डर लाग्छ यसको दाइले यत्रो लट्ठीले त्यसको थोपडामा हाल्नुहुन्छ है कसको थोपडामा त्यसको उसको यसले ए दाइ हो ए ऊ दाइ ऊ बहिनी हो ए साथी छ नि त उसँग ऊ साथी छ नि त सँगै तिमी दुईजना साथी साथी होइन अन्त साथी छ त अनि किन हान्नु पर्दैन हान्नु भाउ नजाऊ त्यहाँ भाइ त्यसै लड्छ फेरि नजाऊ त्यही त नि फटा फटा छ सबैजना नभन न यार त्यस्तो पिटा हालास भनिदिनु त नि के भन्छ के भन्छ हँसाउने त के भन्छ भिडियो बनाएको त नहँसाहरू के हो नि त ल हाम्रो भाइ बहिनीहरूलाई चाहिँ एकदम रमाइलो भएर बिचारेर वहाँ तलदेखि वहाँ तलदेखि हामी पनि त अगाडि आइपुग्यो कि हामी चाहिँ बाइकमा उनीहरू चाहिँ यता हिँडिरहेको कति टाइम पुग्यो कि एउटा भिडियो बनाउनु त बनाउने बनाउने ल ल हुन्छ अरे ल बनाऊँ ल बनाऊँ हुँदैन अरे बिचारा दाइले पिट्छ भने डरायो नि नपिट है ल पिट्दैन रे नानु पिट्दैन र आऊ नि त त्यतिकै भनिदियो हो न यता यता ल त नि बिचारा एक्लै हुन्छ ल साथी बस्छ त्यहाँ हो ल ल सबैजना एउटा भिडियो बनाऊँ त दामी खालको के भरे टिकटकमा हाल्नुपर्छ यो युट्युबमा त आइहाल्छ टिकटक पनि सबैले फेरि युट्युबलाई मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुपर्छ नि सबैले फेरि है दुईजनाले गरिसक्यो अब भाइले चाहिँ अहिले गर्छु भने बाबुले सबले गर्नुपर्छ है फेरि ल एउटा बच्चा पार्टीको चाहिँ एउटा भिडियो बनाउनु पऱ्यो ल हेर्नु त बच्चा पार्टीको भिडियो कस्तो हुन्छ त्यही हेर्नु पऱ्यो एउटा है कतिजना 1 2 3 4 5 6 7 8 9 10 11 जना 12 जना ल 12 जना चाहिँ बच्चा पार्टीको एउटा भिडियो बनाऊ किन बनाइन्छ म ल ल साथी हामी चाहिँ एउटा बच्चा पार्टीको ल पिट्ने पिट्ने सिधै त्यस्तो छ त अनि ल ओके त मलाई पिट्ने सबैजना भएर है त ल 12 जना भएर चाहिँ मलाई अब बच्चाले पिट्दैछ हामीले चाहिँ एउटा सुटिङ गर्दैछौँ है ल आऊ हो वाउ यता हो आऊ ल भयो तिमीले सिन सक्यो एकजनाको यो भयो होइन तिमी तिम्रो नाच्ने कि हाँस्ने होइन सबै हेर्ने अनि यस्तो गोलो घुम्ने के सबैजना गोलो घुम्ने के आएर गोलो घुम्ने हो कि है पहिला आउने सबैले पक्क भनेर आउने अनि नानी आउनु होइन आएर अनि सबै घुम्ने घुम्ने कि सबै सबै गोलो बनायो राउन्ड अब होइन यति बस्ने है अनि यति बस्ने एकजना चाहिँ होइन तिमीले चाहिँ अट्याक भन्ने है अट्याक भन्ने अनि दिने है यसरी है सबै अट्याक भन्ने सबै अट्याक भनेपछि अनि जसरी यसो पिट्ने है मैले भने मात्रै है मैले घोरा घेर तिमी तर आफ्नो घेर हो घेर अट्याक हो सबै एकछिन अब यहाँ अब लुगा फाल्नुपर्छ कि
लुगा यस्तो खुट्टा फाल्ने हो कि लुगा फाल्ने भने उसलाई नानी धार गर्नुपर्छ कि है लुगा फाल्ने अनि यो पनि फाल्ने यो छ नि यो अरू त यो पनि फाल्ने यति मात्र कि अरू त परेन होइन के फाल्नु होइन त्यो अहिले एकछिन भयो अब यो लुगा चाहिँ एकदम खुट्टा फाल्ने है यो जुत्ता हाँस्ने चाहिँ कोही पनि होइन है हाँस्ने चाहिँ कोही पनि होइन हो पहिले पिट्नुपर्छ है अहिले पाले फाल्ने है मजाले फाल्ने हो है पहिला ज्याकेट अनि फेरि यो पाले फाल है रेडी हाँस्ने त कोही हाँस्ने होइन ल पिट पहिला ल ब्याङ्क पिट हो त्यसरी हो पिट होइन ल फाल एउटा हो अब यही पैसा अब तिनीहरू नि कार उपार्न गएछ यार मलाई 45 वर्ष म दिँदै मेरो हात खुट्टै फेरि अनि मैले छोड्छु है भने उसलाई जाने है ल फेरि पिटा यस्तो गर हो ल छोडिदियो ल हुन्छ मेरो हात खुट्टा भाँच्ने अब म बच्चालाई कहिले जिस्काउँदिनँ साथी हामीले चाहिँ अब यहाँ आएर चाहिँ एकदम भाइ बहिनीहरूसँग एकदम सुटिङ पनि गरियो होइन एकदम रमाइलो पनि भयो आज चाहिँ हामी भाइ बहिनीहरूसँग चाहिँ छुट्टिँदैछौँ के अब सबैजनालाई म टाटा भन्दै जान्छु ल सबैजनालाई टाटा बाई बाई है त ल बाई फेरि भेटौँ ल है त ल भरे सबले युट्युबमा 6 बजे मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर 6 बजे बेलुका हेर्ने है त ल सबैलाई फेरि पनि बाई बाई ल साथी अब हजुर ए के रहेछ मेरो गलबन्दी ल थ्याङ्क यू राजु गुरुङ ब्लग छ है राजु गुरुङ ब्लग साथी हो अब हामीले चाहिँ निस्किँदैछौँ गरे अब बाइकमा बस्नु पऱ्यो अब हाम्रो अगाडि भाइ पनि आइसकेको छ कुमार भाइ आयो तिमी पनि ल कुमार भाइ पनि आयो अब हामी चाहिँ घरतर्फ जाँदैछौँ के अरे साथी हो है ल भिडियो चाहिँ हेर्दै गर्नु होला अब हामी चाहिँ घरतर्फ गयो अघि टक्क लाएर हामी चाहिँ दरे गाउँ गइयो के अरे क्रिसमस डे मनाएर नि आयो खाइयो पियो सुटिङ पनि गऱ्यो बच्चाहरूसँग एकदम रमाइलो गरियो त्यसपछि अब कुमार भाइले भेटेर चाहिँ टक्क हामी यहाँ चाहिँ बर्गर हाउसमा चाहिँ आएको छौँ अब कुमार भाइ यहीँ छ के अरे टक्क लाएर चाहिँ अब साउनीकोमा अब कालो चिया अर्डर गरेको क्या कालो चिया खाएर चाहिँ हामी चिया चाहिँ आइपुगेको साथी हो अब चिया चाहिँ हामी खान लाग्छौँ ल चिया म चाहिँ अहिले घर आइसकेपछि साथी हो अब रात पनि परिसक्यो आज चाहिँ एकदम रमाइलो मनाइयो क्रिसमस डे बुधबारसँग एकदम रमाइलो मनाइयो सुटिङ पनि गरियो खुट्टा पनि खाइयो बुधबारसँग होइन साथी हो अहिलेसम्म यो मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु फेरि अर्को नयाँ भिडियोसँग ल्याउनु चाहिँ तपाईँहरूसँग रमाइलो गरिदिन्छु भन्दै म चाहिँ आजलाई बिदा हुन चाहन्छु सबैलाई शुभरात्रि ह्याप्पी क्रिसमस डे यदि तपाईँले मेरो च्यानलमा सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु साथी र भिडियो कस्तो लाग्यो कमेन्टमा गएर लेखिदिनु ल लाइक सेयर पनि गरिदिनु है साथी हस् त सबैलाई शुभरात्रि ह्याप्पी क्रिसमस